स्वागत छ साथीहरु। नयाँ आइपिओ र एपिओ का ताजा जानकारीहरु ल्याउने क्रममा आज फेरि म तपाईहरुको अगाडि दुईटा अपडेट लिएर उपस्थित भइसकेको छु। पहिलो रहेको छ श्रीनगर एग्रीटेक कम्पनी लिमिटेड को आइपिओ को बाटफाट सम्बन्धी र अर्को रहेको छ सर्वसाधारणहरुको लागि खुलाउन लागेको एसवाई प्यानल लिमिटेड को आइपिओ को सम्पूर्ण अपडेट लिएर उपस्थित भइसकेको छु। साथीहरु कृपया भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्दिनु होला। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला साथीहरु, किनभने आगामी दिनमा पनि हामी यस्तै आइपिओ र एफपिओ का ताजा जानकारीहरु तपाईहरुको अगाडि ल्याउनु छु। आउनुस भिडियोलाई अगाडि बढाउँ। साथीहरु श्रीनगर एग्रीटेक कम्पनी लिमिटेडले असोज 26 गतेदेखि सर्वसाधारण जनताहरुका लागि जम्मा 25,10,493 किता आइपिओ शेयर निष्कासन गरेको थियो, जसमा जम्मा 19,42,682 जनाले आवेदन दिनुभएको थियो भने जसमध्ये 16,91,633 जनाको भने हात खाली हुने भएको छ र 2,51,049 जनाले पनि 10 किताको दरले आइपिओ हात पार्नु हुनेछ। साथीहरु अब कम्पनीको आइपिओ को बाटफाट सम्बन्धी बारेमा भन्नु पर्दाखेरि कम्पनीको आइपिओ भने सम्भवतः यही शुक्रबारसम्म यही साता बाटफाट हुने जानकारी प्राप्त भएको छ। साथीहरु यो थियो श्रीनगर एग्रीटेक कम्पनी लिमिटेडको आइपिओ को बाटफाट सम्बन्धी जानकारी। र अर्को अपडेट रहेको छ साथीहरु एसवाई प्यानल कम्पनी लिमिटेड जुन कि सर्वसाधारण जनताको लागि दोस्रो चरणको आइपिओ निष्कासन गर्न लागेको हो। पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुका लागि र स्थानीयका लागि आइपिओ बाटफाट गरेर यसको निष्कासन गरेर यसको बाटफाट समेत भइसकेपछि अब सर्वसाधारणको लागि कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जम्मा 49,70,920 किता आइपिओ शेयर 100 अंकित मूल्यका दरले निष्कासन गर्न लागेको हो। कम्पनी भने रहेको छ कम्पनीको सेक्टर भने म्यानुफ्याक्चरिङ प्रोसेसिङ कम्पनीले कहिलेदेखि आइपिओ निष्कासन गर्दछ भन्ने बारेमा भन्नुपर्दाखेरि सम्भवतः कम्पनीले यही कार्तिक महिनाको तेस्रो हप्ता आइपिओ निष्कासन गर्ने प्रबल सम्भावना रहेको छ र यसमा चाहिँ सर्वसाधारण जनताहरुको लागि कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो। साथीहरु यी थियो एसवाई प्यानल कम्पनी लिमिटेड जुन कि जनरल पब्लिक अर्थात सर्वसाधारण जनताहरुको लागि आइपिओ निष्कासन गर्न लागेको हो, जुन कि 100 अंकित मूल्य दरका शेयर हुनेछ। र अब अर्को अपडेट थियो श्रीनगर एग्रीटेक कम्पनी लिमिटेडको आइपिओ को बाटफाट सम्बन्धी। साथीहरु यदि तपाईहरुलाई यसमा कुनै जिज्ञासा वा प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको बेल बटनलाई पनि टच गरिदिनु होला। साथीहरु बेल बटनलाई टच गरिदिएपछि नयाँ आइपिओ र एफपी का ताजा जानकारीहरु सबैभन्दा पहिला तपाईहरुको आफ्नो मोबाइलमा पाउनु हुनेछ एज अ नोटिफिकेसन। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनका लागि धेरै धेरै धन्यवाद।